धेरै टाढा जानै पर्दैन। 2079 सालको चुनावपछि कतिपटक सरकार फेरियो, कतिपटक गठबन्धन फेरियो, कल्पना गरौँ त। त्यति बेला सरकार बनाउने छलफलमा को हुन्थे? तपाईँ हामीले देखेकै हो। त्यहाँ हुन्थे काङ्ग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि पालै पालो अरू दलका नेताहरू। त्यस्ता बैठक पालै पालो नेताहरूको घरमा बस्थे। भागभण्डा नमिल्दा बैठक लम्बिँदै जान्थ्यो, नेताहरू फेर्दै जान्थे। बल्ल बल्ल भागभण्डा मिल्थ्यो, सरकार बन्थ्यो। कुन नेताको मन कुन बेला बिग्रिन्थ्यो थाहै हुन्न थियो। एक्सट्रीम एनर्जी ड्रिंक। प्रचण्डजी अर्कै पार्टीको नेता, अब अर्को पार्टीको नेता भयो। केपीजीसँग मिलेर के पाउनु भयो भनेर सोध्नुहुन्थ्यो। मैले धेरैचोटि भनेको छु, मैले अरू धेरै के पाएन, ज्ञान पाएर आएको छु। त्यो ज्ञान हामी सबैलाई काम लाग्छ। कुन नेतालाई कति बेला चित्त बुझ्दैन थियो, पत्तै हुँदैन थियो। यो टेलर मात्रै हो, हेर्दै जानु सिँगै फिल्म देखिन्छ। तपाईँको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ त? अन्त त धुमधाम भइसक्यो त। सरकार ढलिहाल्थ्यो, धम्काइहाल्नु पर्ने, तर्साइहाल्नु पर्ने, फाफो गाँगो गरिहाल्नु पर्ने। फेरि त्यस्तै बैठक चल्थ्यो। बैठक कहाँ कहाँ चल्थे? कहिले देउबा निवास बुढानीकण्ठमा, कहिले प्रचण्ड निवास खुमलटारमा, त कहिले ओली निवास बालकोटमा। सिंहदरबार र बालुवाटार यात्राका लागि नेताहरूका बीचमा मरिहत्ते देखिन्थ्यो। बैठक नेताहरूको घरमा मात्र होइन, बिचौलियाको घरमा समेत हुन्थ्यो। काङ्ग्रेसले एमाले सङ्ख्याको दम्ब देखाइरहन्थे, प्रचण्डले आफ्नो पार्टीको सङ्ख्याको जादु देखाउँथे। 32 सिटको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले कहिले एमालेलाई त कहिले काङ्ग्रेसलाई खेलाइ खेलाइ सत्तामा बसेर राज गरिरहे। म हुन त खोज्दै मलाई प्रधानमन्त्री बनाइदिन पर्यो भन्दै गएको त होइन। मैले दुनियाँमा यस्तो नेता देखेको छैन अहिलेसम्म।